नमस्ते, म गङ्गा परदेशी आज पनि थोरै छोटो रिभ्यू लिएर आएको छु। वर्षादिन अहिले भने भुन्टी 316मा चाहिँ भुन्टी हराएको र यता भुन्टी बनेर आएका सुकुमायाले भने डिभोर्सको लागि तार उसले दबाब दिइरहेका छन् र सुकुमाया यसमा सफल पनि हुन खोजिरहेका छन्, किनकि अहिले भने सुकुमायाको हातमा त्यो घरको लाल पूजा कि धनी पूजा सबै सुकुमायाको हातमा छ। यो देखेपछि यता भूपेन्द्र र श्रेयाको भने चाहिँ होस उडेको छ, कसरी भुन्टीको हातमा त्यो धनी पूजा पर्यो होला भनेर। अब भने चाहिँ सायद भूपेन्द्र पनि भुन्टीको सामुने गिरगिराउने छन्, किनकि उसले आफ्नो कहिले पनि उसले आफ्नो भने चाहिँ गल्ती देख्दैनन् र जहिले भुन्टीलाई नै गलत देखाइरहेको हुन्छन्। तर अब भने चाहिँ भूपेन्द्रले पनि पक्कै पनि बुझ्नेछ कि मैले गलत गरिरहेको रहेछु भनेर। र यता श्रेयाको भने त्यो घरमा मालिकनी भएर बस्ने र भूपेन्द्रलाई रोडमा ल्याउने सपना भने चाहिँ पक्कै पनि चकनाचुर हुने पक्का भइसकेछ, किनकि यता भुन्टीको धनी पूजाहरू हातमा पाएपछि त्यो घरको मालिकनी भुन्टी नै हुन्छन्। र भुन्टीले किन यसो गरिरहेको छन् भनेर उसको जेठाजु र भूपेन्द्र पनि छक्क परिरहेको छ। र भुन्टीमा यति धेरै रिस राग कहाँबाट आयो, पहिला त यस्तो थिइन त भन्दै भूपेन्द्रका दाजु भुवन पनि छक्क परिरहेको छ। र भुवनलाई पनि लाग्छ कि भुन्टीमा बदलाव त्यसै आएको होइन, यिनीहरूकै कारणले आएको हो भनेर। हो दर्शकदिन, अब भने चाहिँ भुन्टी सिरियलमा हजुरहरूले नयाँ कुराहरू के देख्ने हुन्छ, पक्कै पनि हामीले प्रतीक्षा गर्नुपर्ने हुन्छ। त्यति जेलको लागि बाई बाई।